नमस्कार। सडक यात्रा विशेष 16 एपिसोडमा म प्रदीप घिमिरेको तर्फबाट तपाईँलाई स्वागत छ। आज हामी एउटा यथार्थपूर्ण र भावनात्मक यात्रा गराउन गइरहेका छौँ। यो एउटा यात्रा हो, सडकमा बाँचिरहेका मानिसहरूको जीवनको कथा सुन्ने। हामी सबैको आफ्नै सपना हुन्छन्, तर जीवन कहिलेकाहीँ यस्तो मोडमा पुग्छ जहाँ बाँच्न नै सङ्घर्ष हुन थाल्छ। कतिले परिवार गुमाउँछन्, कतिले रोजगारी अनि कतिले समाजको साथ। यस्ता परिस्थितिमा परेका व्यक्तिहरू अहिले सडकमा छ्याप्ती छन्, खुल्ला आकाशमुनि चिसो रातमा अनिश्चित भोलिको प्रतीक्षामा। सडक यात्रा अर्थात् पैदल यात्रा केवल यात्रा होइन, यो आत्मअन्वेषणको एउटा सुन्दर माध्यम पनि हो। हामीले अक्सर गन्तव्य पुग्न गाडी, बस, मोटरसाइकल, रेल अथवा हवाईजहाजको प्रयोग गर्छौँ, तर कहिलेकाहीँ गन्तव्यभन्दा यात्रा आफै महत्त्वपूर्ण हुन्छ अनि त्यही बेला सडक यात्रा सजीव हुन्छ। सडक यात्रा भनेको बाटोमा आफूलाई हराउनु मात्र होइन, यो एउटा आफूलाई भेट्नु पनि हो। एक्लै यात्रा गर्दा हामीसँग धेरै समय हुन्छ सोच्न, महसुस गर्न र प्रकृतिसँग जोडिन। सडक यात्रा गर्दा हामी मौसमको हर झोका, हावाको स्पर्श, चराहरूको चिरचिराहट महसुस गर्छौँ। यो यात्राले हाम्रो शारीरिक स्वास्थ्य मात्र सुधार्दैन, मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ। ध्यान जस्तो अनुभव हुन्छ, एक किसिमको मुभिङ मेडिटेसन। तर सडक यात्रा सधैँ सजिलो हुँदैन। कहिले थकाइ लाग्छ, कहिले बाटो बिर्सिन्छौँ, तर यस्तै सङ्घर्षहरूले नै यात्रा अझै स्मरणीय बनाउँछ। साथीहरू, यदि तपाईँ कहिल्यै एक्लै सडक यात्रामा निस्कनु भएको छैन भने म तपाईँलाई सिफारिस गर्छु, एकचोटि निस्कनुहोस्। फोन साइडमा राख्नुहोस्, इयरफोन हटाउनुहोस् अनि केवल आफू र बाटो बिचको सम्बन्ध महसुस गर्नुहोस्। को एपिसोडलाई यहीँ भेट मार्छु। अर्को फरक एपिसोडमा तपाईँ र हाम्रो भेट हुनेछ। त्यतिन्जेलका लागि ओजेल पर्दछु। हवस् त, धन्यवाद।